2083 सालको असार महिनामा भगवान सूर्य नारायण र बुध तृतीय स्थानमा गोचर गर्नुभएको छ। दुवैको कारणले बुधादित्य योग बनेको छ भने शुक्र चाहिँ 18 गतेसम्म चतुर्थ स्थानमा र 19 गतेदेखि चाहिँ पञ्चम स्थानमा गोचर गर्नु हुनेछ। त्यसको कारणले हजुरको शत्रुनाश, यश प्राप्ति, आफ्नो भाइ बन्धुहरूसँग चाहिँ एकदम सुख प्राप्त हुने, लेखाइ पढाइमा सिद्धि, प्रगति र हजुरको धेरै समय चाहिँ आफ्नो 18 गतेसम्म आफ्नो घरमा वास हुने, आमासँग आमाको माया पाउने, आमाको स्नेह पाउने, आमाले धेरै बनाएको चिजहरू खान पाउने खालको समय रहेको छ। त्यस 18 गते पछाडि चाहिँ 19 गतेदेखि हजुरको विद्यामा सिद्धि हुनेछ। मन लागेको चिज पढ्न, मन लागेको सुख प्राप्त हुने र आफ्नो सन्ततिहरू छन्, आफूभन्दा साना कोही छन्, आफ्नो बाबुबच्चाहरू कोही छन् भने तीबाट पनि सुख प्राप्त हुने समय रहेको छ। हामीले यसै राशिफलमा तपाईँको प्रत्येक दिनमा कस्तो कस्तो हिसाबले चाहिँ तपाईँको दिन व्यतीत हुन्छ भन्ने प्रसङ्गलाई पनि राखेका छौँ। त्यसै कारणले हजुरलाई यो भिडियो लाभदायक लाग्यो भने कृपया यस भिडियोलाई लाइक गर्न सक्नुहुनेछ र नजिक रहेको सब्स्क्राइब बटन थिची त्यसको साइडमा रहेको नोटिफिकेसन बेललाई चाहिँ अलमा सेट गर्न सक्नुहुनेछ। ल जाम त गतेका हिसाबले हजुरको राशिफल। हजुरको 24 गते, 25 गते र 26 गते हजुरको तेजमा वृद्धि हुनेछ, स्नेहमा वृद्धि हुनेछ, हजुरलाई शान्त प्रिय हुनेछ भने त्यो समयसम्म हजुरको समय पनि शान्त तरिकाले नै बित्नेछ भने 1 गते, 26 गते, 27 गते र 28 गतेको दिन हजुरको धनमा वृद्धि हुनेछ, बाणीमा माधुर्यता प्राप्त हुनेछ, हजुरलाई कहीँ कतैबाट अचानक आफ्नो खातामा अथवा आफ्नो झोलीमा अथवा हजुरलाई धन प्राप्त हुन सक्ने सम्भावना चाहिँ प्रबल रहेको छ भने 1 गते, 2 गते, 3 गते, 28 गते, 29 गते र 30 गतेका दिन हजुरलाई अर्थ लाभ हुने, भाइ बहिनीले हजुरको लागि कुनै न कुनै काम गर्ने, केही न केही भन्यो भने भनेको कुरा मान्ने र साहस र पराक्रम बढ्ने खालका जस्ता सम्भावना चाहिँ रहेका छन् भने 3 गते, 4 गते, 5 गते, 31 गते र 32 गतेको दिन हजुरको यात्रा हुन सक्ने सम्भावना छ र यात्रा भइहाल्यो भने पनि त्यो यात्रादेखि अत्यन्त सुख प्राप्त हुनेछ, आनन्दमय यात्रा हुनेछ भने आमाको सुख पनि प्राप्त हुने सम्भावना रहेको छ। यदि हजुरको 5 गते, 6 गते, 7 गते को समय चाहिँ हजुरको सन्तानदेखि सुख प्राप्त हुने अथवा आफूभन्दा सन्तानका उमेरका दाइका सन्तानहरू अथवा कोही पनि साना बच्चाहरूदेखि चाहिँ मन प्रफुल्ल हुने, अध्ययनमा प्रगति हुने खालको समय रहेको छ। तर कृपया बोल्दाखेरि ध्यान दिनु होला, बोल्दाखेरि ध्यान दिएन भने सानोतिनो झगडा हुने पनि सम्भावना रहेको छ। 7 गते, 8 गते र 9 गतेको दिन रोग, शत्रु र खर्चको वृद्धि हुनेछ। यो समयमा हजुरलाई अनावश्यक रोगहरू, सोच्दै नसोचेको रोगहरू लाग्न सक्नेछ र शत्रुदेखि पनि दुःख हुनेछ, शत्रुले आँखा लाग्नेछन् भने खर्चको पनि वृद्धि हुने खालका सम्भावना रहेका छन् भने 9 गते, 10 गते, 11 गते र 12 गते वैवाहिक सुख प्राप्त हुनेछ, प्रेममा सुख प्राप्त हुनेछ। यदि प्रेमी हुनुहुन्छ भने प्रेममा सफलता मिल्नेछ। यस्ता प्रकारका राम्रो अत्यन्त तपाईँको व्यापारमा लाभ हुने यस्ता खालका राम्रो खालको समय चाहिँ रहेको छ भने 12 गते, 13 गते र 14 गतेको दिन रोग र वैवाहिक कलह हुन सक्नेछ। श्रीमान श्रीमती बीच झगडा हुन सक्नेछ, प्रेमी र प्रेमिका बीच चाहिँ कुनै कलह हुन सक्ने सम्भावना पनि रहेको छ। यो बेलामा धेरै बोल्नुभन्दा नबोलेरै काम गर्नमा अत्यन्त राम्रो हुनेछ भने 15 गते, 16 गते र 17 गतेको दिन धर्ममा धार्मिक यात्रा हुन सक्नेछ, तीर्थहरूमा यात्रा हुन सक्नेछ, धर्मपट्टि आस्था बस्नेछ र बाबाले भनेको काम माने भने त्यो दिन ठुलो फाइदा हुन सक्ने सम्भावना रहेको छ र बाबाले भनेको अवश्य पनि मान्नु होला र 17 गते, 18 गते र 19 गतेको दिन कर्ममा सफलता प्राप्त हुनेछ, आफूले गरेको कामको जस प्राप्त हुनेछ। ओहो, यसले यस्तो काम गर्यो, यसले गरेको काम त कति राम्रो भन्ने खालका जसहरू तपाईँलाई प्राप्त हुनेछन् भने 19 गते, 20 गते, 21 गते र 22 गतेको दिन चाहिँ हजुरले जे चाहनु भएको छ, जुन क्षेत्रदेखि चाहनु भएको छ त्यो दुवै चाहिँ हजुरलाई प्राप्त हुने खालको समय छ। यो बेलामा धनको पनि वृद्धि हुनेछ भने 22 गते, 23 गते र 24 गते अत्यन्त नराम्रो रहेको छ। यसमा खर्च, निन्दा, घाटा हुन सक्ने सम्भावना रहेको छ। बोल्नुभन्दा अगाडि, खर्च गर्नुभन्दा अगाडि र कुनै पनि व्यवहार गर्नुभन्दा अगाडि एकचोटि सोचेर काम गर्नु होला। अरू सब राम्रो हुनेछ भन्दै म पनि यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार, राधे राधे, कृष्ण कृष्ण। हजुरहरूको दिन शुभ रहोस्।